Yo, it's been a long time since I uploaded on YouTube, eh? So, hi people of YouTube. Ani, today what I wanted to talk about is, मैले यो सोचिरहेको थिएँ कि what I would do if I had to start everything from scratch again. हुन्छ नि फेरि सबै जिरोबाट सुरु गर्न परेमा मैले के गर्थेँ होला त भनेर अनि आई pretty much started from zero. That's why I have the answer, है अनि today I'm going to tell you how I started from zero and here what I would do if I would have to start it again from zero. अनि I'm not trying to tell anyone हुन्छ नि how to live their life भनेर म यहाँ केही एडभाइस भन्न खोजेँ होइन मैले है I'm just going to tell you what I have done and what I would have done if I have to start it over again. त्यो भन्न खोजेँ that's the point of the video. अनि फर्स्ट अफ अल म मेरो स्टोरी भन्छु है त के भन्दा वान आई वाज त्यही 18-19 वर्षको हुँदाखेरि आई लेफ्ट माई होम है अनिखेरि त्यतिखेर मस्त केही थिएन घरबाट मैले लिएर हिँडेको भनेको मस्त कति दुई जोडी कपडा थियो क्या अनि त्यसपछि एउटा फोन थियो जुन मैले हुन्छ नि हार्ड अर्न मनी मेरोबाट थिएन है एउटा कति 10-12 हजारको फोन थियो क्या अनि फोन गर्न मिल्थ्यो त्यही थियो अनि युट्युब हेर्न मिल्थ्यो टिकटक चलाउन मिल्थ्यो त्यति थियो है अनि मैले के गरेको थिएँ भन्दाखेरि फर्स्ट अफ वाट आई डिड वाज ल अब ओके होपफुली यस्तो नहोस् है तिमीसित बट वाट इफ यु ह्याभ टु स्टार्ट फ्रम जिरो के ल तिमी घरबाट निस्क्यो अब ला कहाँ जाने नै थाहा छैन भने वाट वुड यु डु यो हो नि त सिचुएसन यो एकदम सोच्ने नै कुरा हो कि ल अब कहाँ जाने त है आफन्तीहरूकोमा ल यु कान्ट गो टु योर फ्रेन्ड्स एन्ड यु कान्ट गो टु योर रिलेटिभ्स है वाट वुड यु डु म किनभने मेरो सिचुएसन त्यस्तै थियो है को साथीकोमा गएर ल ला बस्न सुरु गर्छु भनेर मिल्छ त नि है वान युआर अलरेडी 18-19 त ला आफ्नो घर जा भनेर भनिहाल्छ नि है तेरो घर के भयो भनेर क्वेसन आइहाल्छ क्या अनि यु वुडन्ट वान्ट टु टक अबाउट द्याट राइट अनि मैले चाहिँ के गरेको थिएँ भन्दाखेरि आई इमिडिएटली वाज सर्चिङ फर अ जब हुन्छ नि मैले के भन्छ एक टाइममा के थियो भन्दाखेरि आई वाज लुकिङ फर जब्स अनिखेरि ठ्याक्क मैले जब पाएपछि नै हो कि मैले घर छोडेँ है अनि यु माइट थिङ्क कि ए मस्त त केही एक्सपिरियन्स छैन हु वुड हायर मी भनेर म पनि त्यही पोजिसनमा थिएँ बट मैले चाहिँ कस्तो यस्तो खतरा ठाउँमा जब पाएको थिएँ कि एन्ड इफ यु सर्च फर इट यु विल फाइन्ड इट कि मान्छेले ढुङ्गा खोज्दा देउदा भेट्टाउँछ नि यार जब भेट्दैन होइन अनि ओके अफ टपिक है म थोरै 1 मिनटको जति ऱ्यान्ट गर्नेवाला हो क्या यु वेन पिपल से दे कान्ट फाइन्ड अ जब इट रियली सरप्राइजेस मी कि हाउ क्यान यु नट फाइन्ड अ जब के इभन इफ यु डु नट ह्याभ एनी काइन्ड अफ एक्सपिरियन्स यु क्यान फाइन्ड अ जब यदि तिमीले हुन्छ नि डेलीको 6-7वटा जबलाई तिमीले रिच आउट गऱ्यो भने किनभने आई युज टु डु द्याट है एकचोटि मलाई के भएको थियो भन्दाखेरि मैले एउटा जब छोडेको थिएँ अनिखेरि दाइको घर गएको थिएँ अनिखेरि त्यो बिहान मैले जब छोडेको थिएँ साँझसम्म मैले जब पाइसकेको थिएँ कि त्यस्तो भएको थियो कि and you can get job even if you do not have experience है you just have to apply to more jobs के अनि what I did was मैले घरबाट निस्किने बित्तिकै एउटा रेस्टुरेन्टको जब थियो अनिखेरि I did not have any experience so यदि अनि this is the thing है if you do not have any kinds of experience है you shouldn't think about money के you should be just grateful that they are giving you work के यदि पैसा पे गर्छ यदि यो इन्टर्नसिपवाला त्यो त्यतिखेर मलाई थाहा थिएन इन्टर्नसिपहरू भनेको के हो भनेर पनि है अनि त्यस्तो छ भनेर इन्टर्नसिप्सहरू छ र तिनीहरूले पे पनि गर्छ भने ओके द्याट्स गुड है बट रेस्टुरेन्ट्सहरूमा त्यस्तो थिएन है हाम्रोतिर त एटलिस्ट अनिखेरि वाट आई डिड वाज त्यही म चाहिँ काम सिक्छु भनेर अनिखेरि मलाई पैसाको केही वास्तै थिएन द फर्स्ट जब आई एभर डिड वाज पेइङ मी 8,000 रुपिज पर मन्थ महिनाको 8,000 रुपियाँ दिइरहेको थियो अनि लाइक खाना बस्न त्यही रेस्टुरेन्टमै हुन्थ्यो अलि स्ट्रगल थियो लाइक रेस्टुरेन्टमा अब हुन्छ नि म्यानेज गरेर सुत्न पर्थ्यो बट आई ह्याड नो सेफ्टी नेट मेरो केही प्लान बी थिएन कि म ल्याब छोडिदिन्छु यस्तो म आई डोन्ट ह्याभ टु डु दिस म घर गएर बस्छु भन्ने खालको अप्सनै थिएन क्या मसित एन्ड आई डिड द्याट है 8,000को जब गरेको थिएँ फर्स्ट मन्थको लागि अनि आई डिड माई जब प्रिटी फकिङ गुड है द सेकेन्ड मन्थ द्याट आई डिड जब म 8,000 12,000मा जब गराएको थिएँ कि त्यस्तो मैले राम्रो काम गरिदिएको थिएँ क्या अनि यु हेभ टु यस्तो खतरा काम गर्नुपर्छ क्या हुन्छ नि ल यस्तो अनि ह्युमिलिएटिङ हुन्छ कि त्यो कुरा लाइक अर्काको अन्डरमा काम गर्ने मेरो इगोले दिन्थेन त्यतिखेर है बट यु हेभ टु डु किनभने तिमी सेफ्टी नेट छैन भने ला धेरै हुन्छ नि ठुलो पल्टिनु हुन्न भन्ने मैले थाहा पाइसकेको थिएँ
अनि इफ आई ह्याड टु डु इट अगेन, सपोज ल लेट्स से है अहिलेको मेरो करेन्ट सिनेरियोजहरू लिएर नै इफ आई ह्याड टु डु इट अल ओभर अगेन, वाट आई वुड डु इज द आई वुड डु द सेम थिङ के। म हुन्छ नि एउटा जब लिन्थेँ, किनभने यस्तो जबहरू मैले पाउँछु कि अब आई हेभ एक्सपिरियन्स है, आई हेभ वर्क इन द त्यो रेस्टुरेन्ट कुकिङको फिल्डमा, आई हेभ वर्क फर 3 years, सो आई हेभ द एक्सपिरियन्स नाउ राइट। अल द एक्सपिरियन्स अब इफ आई ह्याड नो एक्सपिरियन्स एज वेल है, मसित केही एक्सपिरियन्स नभएको होइन, मैले के कसरी रिच आउट गर्थेँ भन्दाखेरि लाइक मसित एक्सपिरियन्स छैन, म कम्प्लिट फ्रेसर हो, म काम सिक्न मात्र चाहन्छु एन्ड आई डोन्ट एक्सपेक्ट टु बी पेड गुड के। अनिखेरि रेस्टुरेन्टहरू कुनै कुनै कस्तो हुन्छ भन्दाखेरि लाइक दे प्रोभाइड यो खाने र बस्ने यो हुन्छ नि सर्भिस प्रोभाइड गर्छ तिमीलाई, स्टाफहरूको लागि खाने बस्ने सर्भिस प्रोभाइड गर्छ, अनि त्यस्तो ठाउँमा तिमीले अप्लाई गर्न सक्छौ इफ यु वान्ट टु डु द्याट है, किनभने मैले त्यही गरेँ हो। अनि यो बहुत उस हुन्छ कि अप्रोच हुन्छ, एन्ड यु हेभ टु हुन्छ नि टाउको झुकाएर काम गर्नुपर्छ कि त्यतिखेर, किनभने यस्तो कम्पिटिटिभ छ, यस्तो हुन्छ नि खत्तम छ कि यो इन्डस्ट्री भन्नाले यो फिल्ड छ नि जुन यो वर्किङ एज अ सेफ, वर्किङ एट अ रेस्टुरेन्ट है, यो फिल्ड अलि खासै ठिक छैन कि, किनभने लाइक अब तिमीले यदि स्टाफहरू तिम्रो कोवर्कर्सहरू अनिखेरि तिमीले यदि आफ्नो एम्प्लोयर राम्रो पाउँछौ भने द्याट्स गुड है, तर त्यही पनि द कस्टमर कस्तो हुन्छ नेपालीको थाहा होला है, अनि त्यो हुन्छ। बट यु हेभ नो अप्सन, त्यो ठुलो कुरा हो कि। अनिखेरि यु हेभ टु किप द्याट इन द ब्याक अफ यर माइन्ड के, यु हेभ नो अप्सन्स, तिमीले जे पनि सहन पर्छ कि त्यस्तो। द्याट्स वाट आई वेन्ट थ्रु है। अनि एराउन्ड मैले त्यसरी नै काम गरेको थिएँ। इफ आई ह्याड टु स्टार्ट अगेन आई वुड डु द सेम के। अनि त्यहाँदेखि मैले सुरु गरेर ल यु हेभ अ जब न, अनिखेरि त्यसपछि ल अब यु हेभ टु लुक आफ्टर यर एक्सपेन्सेस, अनि बल्ल अब त्यहाँदेखि अब त्यो फिल्डमा यु वर्क फर 1.5 years है, अनिखेरि तिमीले जब हल्का पैसा इकट्ठा गर्छौ नि है, यु डोन्ट स्पेन्ड इट के। आई युज टु सी अ लट अफ काइन्ड अफ पिपल हुन्छ नि जो मसित काम गर्थ्यो, अनि तिनीहरूले लामो काम गर्थ्यो अनि त्यही काम गरेर उडाइदिन्थ्यो कि त्यो सबै कुराहरू। लाइक अब रेस्टुरेन्टहरूमा काम गर्दाखेरि के हुन्थ्यो भन्दाखेरि लाइक अब खानको लागि त अभियसली ल रेस्टुरेन्टले प्रोभाइड गर्छ, बट अपार्ट फ्रम द्याट अब त्यही रेस्टुरेन्टबाट केही अर्डर गर्नु पऱ्यो, अब ड्रिङ्क्सहरू गर्नु पऱ्यो त अभियसली दे नट गर्न पे फर द्याट राइट। तर मेरो कोवर्कर्सहरूले चाहिँ के गर्थ्यो भन्दाखेरि त्यहीँ खाइदिन्थ्यो, अनि त्यहीँ उडाइदिन्थ्यो क्या ल्याब है, अनिखेरि पैसै रहन्थेन भन्थ्यो कि। बट आई डिन्ट युज टु डु द्याट, आई डिन्ट ड्रिङ्क एनी काइन्ड्स अफ एल्कोहल, आई डिन्ट स्मोक एनी काइन्ड्स अफ सिगरेट्स है, ओके। यस्तो लतमा फसिसकेको थिएन, सो द्याट्स वाइ इट वाज काइन्ड अफ इजी फर मी है। अनि आई सेभ अप माई मनी क्या फर अ वाइल, अनि त्यसपछि बल्ल मैले काम छोडेको थिएँ है। अनि द्याट्स एक्ज्याक्टली वाट आई वुड डु अगेन for 1.5 years मैले मनी जति सेभ गर्थेँ होला, एन्ड आई वुड इन्भेस्ट इन समथिङ अर आई वुड लर्न अ न्यू स्किल। अनि मेरो लागि त्यही भएको थियो, मैले आई सेभ अप मनी फर लाइक कति यो पैसामा मैले लाइक राम्रै अर्निङ गरिरहेको थिएँ। अनिखेरि इभन इफ आई वाज स्टेइङ देयर, म अहिले पनि वहीँ लाइक काम गर्दै बसेको भए मैले राम्रो पैसा कमाउँथेँ, लाइक इन्भाइरोमेन्ट राम्रो थियो, मेरो काम पनि धेरै लोड थिएन, बिकज आई अलरेडी ह्याड एन एक्सपिरियन्स है, मैले एकदम राम्रो काम गरिरहेको थिएँ। बट यु हेभ टु टेक बिग रिस्क्स राइट। अनि मैले काम छोडिदिएको थिएँ, अनि आई केम टु काठमाडौँ है बल्ल। अनि इट्स बिन लाइक अ इयर, अब 1 वर्ष हुन लाग्छ होला। अनि वाट आई डिड वाज आई पर्स्युड फिल्म मेकिङ है। अनि यो नयाँ मेरो दिमागमा चाहिँ के आएको भन्दाखेरि अहिले चाहिँ के छ भन्दाखेरि आई हेभ द्याट मच ट्रस्ट के। अनि यदि त्यही हो कि एकैछिन तिमीले ल टाउको झुकाएर काम गऱ्यो भने यु वुड ह्याभ एक्सपिरियन्स, अनिखेरि ब्याक अफ द माइन्ड यो थाहा हुन्छ कि लाइक यु क्यान अलवेज गो ब्याक के, त्यो तिम्रो हुन्छ नि सेफ्टी नेट अब छ कि। अनि यो कुराले मलाई यस्तो ढुक्क फिल गराउँछ क्या कहिले कहिले हुन्छ नि, इभन इफ आई लुज माई करियर, इभन इफ आई लुज माई जब है, सबैको ल ध्वस्तै भए पनि है आई क्यान अलवेज गो टु वान रेस्टुरेन्ट, अनिखेरि आई क्यान स्टे देयर वर्किङ, म त्यहाँ रेस्टुरेन्टमा गएर काम गर्न सक्छ कि। अनिखेरि द्याट्स म प्राउड भएर भन्दैन कि त्यो म ढुक्क भएर भन्छु कि त्यो कुरा। अनि इफ आई ह्याड टु डु इट अल ओभर अगेन मैले त्यही गर्थेँ होला। अब वाट आई वुड डु इज हुन्छ नि रेस्टुरेन्टमा अब के गर्न परेको भए रेस्टुरेन्टमा जान्थेँ, अनिखेरि कामको लागि भन्थेँ, इभन इफ आई ह्याड नो एक्सपिरियन्स, अब म कुनै फिल्डमा जाँदैछु भने नि है मैले भनिदिन्थेँ सिधै अप फ्रन्ट, आई हेभ टु टेल देम कि मसित प्रायर एक्सपिरियन्सहरू छैन, एन्ड आई एम रेडी टु इभन वर्क फर फ्री।
यदि अब सपोज अब रेस्टुरेन्टकै लाइनमा होइन तिनीहरूले खाना बस्न प्रोभाइड गरेर होइन त अभियसली यु क्यान वर्क फर फ्री त्यसको खर्च चाहिँ उठाउनु पऱ्यो अनि तिमीले भन्नुपर्छ कि लाइक यु वुड डु द जब फर पे मिनिमम भनेर है अनि एक्ज्याक्टली मलाई यही भन्नु थियो इफ आई ह्याड टु डु इट अल ओभर अगेन म इफ आई ल मानौँ है भोलि नै ल मेरो सब खुत्लुकै भयो भने है होप्छु नहोस् त्यस्तो है आई वुड डु द सेम म एउटा नर्मल कुनै रेस्टुरेन्टको या कुनै होटलमा गएर जब गर्थेँ अनि त्यसपछि आई वुड स्टार्ट टु कलेक्ट माई मनी अनिखेरि आई वुड ह्याभ टु लाइक कलेक्ट मनी फर लाइक 6-7 months है अनि त्यसपछि बल्ल फेरि डिसाइड गर्ने कि लाइक वाट आई वुड वान डु त्यो अब मैले अब लाइक नेक्स्ट पार्ट अफ द लाइफ के हो त ल अब लामो अब मैले हुन्छ नि हाउ क्यान आई बिकम बेटर हाउ क्यान आई मेक माई लाइफ इजियर त होइन लाइक इन द लङ रन बट हाउ क्यान आई गो टु द नेक्स्ट लेभल भनेर सोच्ने हो त्यसपछि बल्ल अनिखेरि आई ह्याड टु थिङ्क लाइक फर 6 months के त्यो मैले जब खोजेर मैले के गर्छु भनेर फिगर आउट गर्नको लागि एन्ड आई ह्याड नो आइडिया म हुन्छ नि यहाँ काठमाडौँ आउँदाखेरि नि आई ह्याड नो आइडिया वाट आई वुड डु अनि फर लाइक कति 1-2 months हुन्छ नि 1-2 months त होइन 1 महिना जति नै के भएको थियो भन्दाखेरि आई ह्याड नथिङ टु डु म अहिले यहाँ मामा घर बसिरहेको छु है काठमाडौँमा अनि मसित हुन्छ नि केही आइडियै थिएन क्या वाट आई वुड डु भनेर म यस्तो त्यो मसित पैसा सेभ गराएको थिएँ मैले अनिखेरि त्यसपछि आई ह्याड नो आइडिया वाट आई वुड डु है बट म रेस्टुरेन्टबाट यो उस लिएर निस्केको थिएँ कि माइन्ड मेकअप गरेर निस्केको थिएँ कि आई वुड डु एनिथिङ एक्सेप्ट दिस भनेर मैले हुन्छ नि फेड अप भइसकेको थिएँ त्यो कुराबाट किनभने आई ह्याड डन इट फर अ भेरी लङ टाइम है अनि त्यसपछि आई पर्स्युड फिल्म मेकिङ त्यसपछि किनभने अनि यो पनि कसरी भएको थियो भन्दाखेरि लाइक आई ह्याड नो आइडिया अनि वाट आई वुड वान्ट टु डु भनेर मैले सोधेको थिएँ क्या आफैलाई है बट अनि आई अलवेज वान्टेड टु मेक भिडियोज अनि यो स्टोरी टेलिङ यो पनि मैले आफै फिगर आउट गरेँ हो कि एन्ड इट टुक मी फकिङ 7-8 months अफ फिगरिङ आउट मलाई म स्योर थिएन त्यतिन्जेलसम्म लाइक इज दिस इभन वर्थ इट पर्सुइङ भनेर है अनि अहिले नि लाइक इट्स नट कन्भिन्सिङ अहिले पनि लाइक यु विल नेभर बी स्योर क्या यो कुरा यु विल नेभर बी स्योर एन्ड यु हेभ टु पर्स्यु इट एन्ड यु हेभ टु मेक इट वर्क त्यही हो अनि इफ आई ह्याड टु स्टार्ट इट अल ओभर अगेन आई वुड एटलिस्ट नाउ आई हेभ आइडिया अनि त्यति बेला यति यो अहिले पो मलाई भन्न सजिलो हुन्छ र है किनभने म यसरी गर्थेँ त्यसरी गर्थेँ अनिखेरि यो भइसक्यो त्यो भइहाल्छ भनेर बिकज आई हेभ वर्क इट अलरेडी है बट एट द्याट टाइम वर आई वाज स्टार्टिङ आउट यति उस हुन्छ कि त्यतिखेर यति दबेर काम गर्नुपर्छ यति धेरै डाउट्सहरू हुन्छ है एन्ड यु हेभ टु फाइट इट कन्सटेन्टली यो एकदम अपस्ट्रिम उस हो कि यो खोलाको अपस्ट्रिम फाइट गरेर जस्तो हो कि यु हेभ टु स्विम अपस्ट्रिम अनि त्यतिखेर अनि वाट युज टु ह्यापन विथ मी कि अब सबैको त उसहरू ब्याकग्राउन्ड्सहरू डिफ्रेन्ट हुन्छ नि त है अनि पिपल युज टु टेल मी हुन्छ नि मैले भेन्ट गर्थेँ क्या त्यहाँ मलाई लाइक काम गर्न मन छैन यस्तो उसो भनेर है बट भन्न त पाइयो नि त है बट काम त गर्नु पऱ्यो किनभने अब आई ह्याड नो सेफ्टी नेट अनि तिनीहरूले भन्थे कि लाइक उही घर जान त उही घर जान त किन घर जानुहोस् त घर गएर आनन्दले बस पढ केही भनेर भन्थ्यो अनिखेरि आई जस्ट कुडन्ट एक्सप्लेन टु देम द्याट आई कान्ट गो ब्याक we come from very different scenarios. We have a loving family. तिम्रो मान्छेहरू छन् कि when you go back they would take care of you but not for me त्यस्तो सिनेरियो थिएन मेरो अनि shit happens you never know someone else's story है so त्यही भएर मैले भनेको इफ यु हेभ नथिङ के एब्सोल्युट जिरोमै छौ भने कि एटलिस्ट आई वुड होप कि यु हेभ 2 sets of clothes दुई जोडी कपडा छ होला अनि एउटा फोन छ होला बिकज यु वाचिङ दिस भिडियो है इभन यो जसलाई पनि हेल्प गर्न सक्छ कि इभन इफ यु टेल समवन दिस हु वान्ट टु स्टार्ट आउट है फ्रम एब्सोल्युट जिरो यदि त्यस्तो छ भने मैले त्यतिखेर अरू केही जब्सहरू काइन्ड अफ फाइन्ड गरेन कि जहाँ हुन्छ नि मलाई यो खाना बस्नको टेन्सन नहोस् भनेर यो मैले एकदम खतरा कुरा फाइन्ड गरेको एन्ड आइएम रियली ग्रेटफुल द्याट आई डिड द्याट के हुन्छ नि त्यहाँ अब खाना बस्न यति टेन्सन हुन्छ कि नत्र खाना र बस्न मात्रै तिम्रो मेन्टल ब्यान्डविथै हटेपछि है यु गेट अ लट अफ टाइम टु थिङ्क अबाउट युर सेल्फ यो हो कुरा आई वुड इभन दो आई हेट इट सो मच है रेस्टुरेन्टको जब है आई वुड डु इट अगेन के किनभने त्यो त्यत्तिको हुन्छ नि त्यत्तिको सजिलो छ कि त्यो गर्न
The job is hard है 14 घन्टाको प्याज काट्दै बस्न पर्थ्यो है इट्स नट इजी बट इट्स इजियर देन तिम्रो यो मेन्टल ब्यान्डविथै हट्छ कि लाइक ओइ ला के खाने राति ओइ ला कहाँ सुत्ने कहाँ सुत्ने होइन अब यदि रुम खोजेर भने त्यो हो होइन बट आई वुड सजेस्ट एनी वान के म सजेस्ट गर्दैन ल मैले भिडियोकै कन्ट्राडिक्टरीमा गएर मैले भनेको थिएँ आई वुड नट टेल एनी वान हाउ यु गन लिभ यर लाइफ भनेर बट मैले चाहिँ त्यही गर्थेँ if I had to start it all over again, I would go back to my restaurant and save up my money for like a year or two, and I would never think like I'm behind myself and the possibility. I would never compete. Your competition है because you don't come from the same background as me. And we are running a different race. सबको आफ्नो आफ्नो छुट्टै race and you're never late, you're never early. That's what I wanted to say. Thank you very much. I don't know. यसको लागि केही स्क्रिप्ट पनि थिएन म यतिकै बोल्न मात्रै चालु गरिदिएको मैले युट्युबमा भिडियो नहालेको धेरै भयो थियो अनि द्याट्स वाइ पिस आउट